हेलो साथीहरू, नमस्ते सबैजनालाई। मलाई आज पानीपुरी निकै खान मन लाग्यो। बाहिरको खाम भनेपछि पैसा पनि नहुने, एक त पिरो र अमिलो धेरै हुने, अनि मैले चाहिँ सिम्पल खाने। अब पानीपुरी त खान मन लाग्यो, अब चटपटा छ, एकदम अमिलो पिरो पनि धेरै नखाने। अब बाहिर मेरो लागि अलग त हुँदैन क्यारे, त्यही भएर मैले घरमै एकैचोटिमा यसो कसरी बनाऊँ त भन्ने सोच भयो, अनि एकैचोटिमा पानीपुरी बनाएर खाँदैछु। पानी चाहिँ अर्को भाँडामा राखेको छु यतातिर। तेल पनि धेरै लागेन, 1 कटौरा तेल पनि नलाग्ने यति धेरै पानीपुरी फुलाउन सकिने रहेछ। अनि 2टा कटौरामा आलुलाई उमाले, अनि त्यसपछि त्यसलाई मसला बनाउँदैछु। आलुको मसला, आलु मात्रै खान मन लागेको थियो। यस्तै त चना केराउ पनि राख्न सकिन्छ, मैले आलु मात्रै राखेको सिम्पल खानलाई। धेरै अमिलो पिरो पनि नखाने भएर हो। उसमा तेल पनि राखेको छैन, यस्तै पुरीमा तेल हुन्छ भनेर। पुरी चाहिँ मैले घरमा पनि बनाउन सक्छु, तर यो बजारबाट ल्याएको हो, बनाउने टाइम भएन, अनि त्यही भएर बनाई ल्याएर ठिक्क पारेको खाम भन्ने सोच भयो। त्यही भएर ल्याएर बनाएर खाँदैछु साथीहरू। दामी बन्दो रहेछ, एकैछिनमा मस्तसँग बनिहाल्यो के। 2टा भाँडा पनि छ, यसमा 2टा चुल्हा पनि चाहिएन, डबल चुल्हा छैन। सिङ्गल चुल्हा भएको कारणले हो मैले यसरी एउटै चुल्हामा बनाएको, एउटै भाँडोमा एकैचोटिमा यसरी बनाउने। एउटा ग्यास हुने जतिले कमेन्ट गर्नुहोला। यस्तो ग्यास, एउटै चुलो भएको ग्यास भएकोलाई एकदम सजिलो उपाय सिकाइदिएको छु। हजुरहरूलाई भिडियो पनि सेयर गरेको छु। पानीपुरी खाने भए आउनु होला, आउन नभ्याउनेले, टाढा हुनेले आफ्नै घरमा बनाएर खानु होला। हेर्नु न साथीहरू, कस्तो दामी आइडिया के। यत्तिको बनाए त टाइम पनि बच्यो, तेल पनि थोरै लाग्यो, ग्यास पनि एउटै ग्यासमा भइहाल्यो। ग्यास बचत गर्ने उपाय हो कि साथीहरू, अरू केही होइन। यो ग्यास बचत गर्ने, अब ग्यास सक्यो भने दाउरामा पकाएर खान सकिन्न क्यारे। त्योभन्दा बरु ग्यास बचत गर्नलाई त्यो तरिका अप्नाउनु पर्छ कि। मैले जस्तै भनेर त भन्दिनँ, फेरि मलाई हजुरको आइडियाले काम गर्ने हो र भनेर भन्नु होला। त्यही भएर आफ्नै आइडियाले काम गर्नु होला। हस्, मैले बनाएको पानीपुरीको भिडियो कस्तो लाग्यो हजुरहरूलाई कमेन्टमा चाहिँ दामी भनेर कमेन्ट गरिदिनु होला। हस् त साथीहरू, धन्यवाद। फेरि आउनेछु नयाँ भिडियो, नयाँ रेसिपी लिएर। यो भिडियोलाई मन पराइदिनु होला। हस्, फेरि भेटौँला नेक्स्ट भिडियोमा। हस् मेरा प्यारा साथीहरू।